वेलकम ब्याक टु माई च्यानल साथीहरू। धेरै दिनपछि भ्लग बनाउँदैछु सानो। म चाहिँ अहिले घरमा छु अनि हजुरलाई आजको के गरेँ भनेर देखाउँछु। अल्छी पऱ्यो। खाजा खाएँ खाजा खाएर बसेको छु। अलिक के गर्छु भनेर देखाउँछु ल। बा एकछिनमा भेट्छु होला। के हेर्दै हुन्छ मम्मी? म तर्सिनु भयो क्या? के हेर्दै हुन्छ? 5 बजे रे? टिकटक बनाउँदै हुनुहुन्छ मम्मी। कसको घरको भित्ता आउँछ? परेवा कति हाम्रो घरमा त लु खुट्टा देखिरहेछ है। त्यो त परेवा होइन कान। पख्नु चाहिँ फुलै खस्यो। साथीहरू म चाहिँ बाहिर निस्किनु लाग्यो। आज चाहिँ मेरो हस्पिटलमा फलोअप छ, त्यहीँ जानु लाग्यो ल। साथीहरू अब हामी चाहिँ निस्केको। भिडियो बनाउँदै थिएँ क्या। हाई भन्नु। हाई साथीहरू, हामी जाँदैछौँ हस्पिटल। सेतो आएछ म भनेर चिन्छ नि। राम्रो आउँदैन। कस्तो चर्को घाम लागेछ भाइ बाहिर त। मम्मी गफ गर्दै हुन्छ। आमा कस्तो चर्को घाम। भएर श्वास घामलाई। मम्मी साथीहरू हामी चाहिँ मोमो खान जानु लाग्यो। झन्डै खाल्टोमा खसेन। ससेस एउटा चिकन चाहिँ म नि यहीँ बस्छु।
साथीहरू हामी चाहिँ अब हस्पिटलबाट चेक गराएर आएर खाजा खान आएको थियौँ अनि ससेस र मोमो मगायौँ अनि म चाहिँ 2 महिना जस्तो भइसक्यो बिराम भएको अनि पिरोहरू खाएको थिएन अनि ससेस एकदमै पिरो एक त पिरै खाएको थिएन मुखमा पिरो पर्दा एकदम पिरो त्यही भएर मैले खाएर पनि त्यसरी फिर्ता निकाल्नु पर्यो एकदम पिरो लाग्यो होइन अनि पिरो मसलाहरू कम खाइराखेको थियो एक त यो थोरै नै हालेको भए पनि पिरो हुन्थ्यो यो त एकदमै धेरै खुर्सानी दलेर लिएर आइदिएको थियो अनि त्यही कुरा गर्दै थियौँ भन्न पर्थ्यो अगाडि नै यो पिरो रहेछ भनेर अनि खाने कि नखाने जस्तो भएर अनि मुखै पोल्यो हाल्ने बित्तिकै भन्दैछु म चाहिँ अनि यहाँनिर चाहिँ टाइम टाइममा म्युजिक बजाउने बन्द गर्ने भइरहेको कारणले गर्दाखेरि चाहिँ मैले साउन्ड अफ गरिदिएँ त्यही पनि मैले थोरै गर्दै खाएँ अलिअलि भए पनि अनि यहाँ चाहिँ हामी मोमो र ससेज खाए पनि अरू अब के खाने भन्नेवाला कुराहरू गर्दै थियौँ साउन्ड चाहिँ अफ गरेँ अनि म्युजिक बजेको भएर है कपिराइट लाग्छ नि त फेरि अनि त्यही भएर हजुरहरू हेर्दै इन्जोय गर्नु होला है आएको त त्यसो गरेर मेरो त मिठो खतरनाक पिरो मेरो त मिठो खतरनाक पिरो अब मैले लास्टमा खान्छ है मैले धेरै पिरो भयो बस्नै आयो कालो पुरा पर्छ म त पसिनै आयो पिरोले हातले खाइदिनु मम्मी देख्नु भएन हजुर देख्नु भएन
साथीहरू यहाँ चाहिँ म्युजिक बजाइरहेको थियो अनि त्यही भएर साउन्ड अफ गरिदिएँ मैले। हामी चाहिँ मोमो खाँदै गफ गर्दै गऱ्यौँ होइन, मम्मी र म चाहिँ। अनि मिठो गफ हुँदै थियो मोमो खाँदै। त्यही हो। हामी चाहिँ यहाँनिर 12को कुरा गर्दै थियौँ। सबैजना बिरामी भएको कारणले गर्दाखेरि चाहिँ अलिक जाउलोको कुरा गर्दै थियौँ है साथीहरू। हामी चाहिँ दालहरू खाँदा खाँदा जाउलो खाँदा वाक्क भएर अब 12 बनाएर खानु भन्ने खालको कुरा हुँदै थियो। त्यतिखेर चाहिँ हामी घरतिर लाग्यौँ।